आजको यो हाम्रो अर्थ समितिको चौथो बैठक हामी भर्खरै बैठक सम्पन्न गऱ्यौँ। यो बैठकले मुख्यतः अब अहिलेको हामीले गठन गरेका उपसमितिहरू, विषयगत उपसमितिहरू छ। अर्थ समिति अन्तर्गतका उपसमितिले केही रिपोर्टिङहरू गर्नुभयो सुरुमा, र उहाँहरूले केही विषयवस्तुहरूमा ग्यापहरू फाइन्डिङ गरेर हामीलाई रिपोर्ट गर्नुभयो समितिमा। र सँगसँगै केही मान्यज्यूहरूले अहिलेको बजेटका र बजेट तर्जुमाका सन्दर्भमा विषयवस्तुहरू उठाउनु भएको छ। अब हामीले त्यो सन्दर्भमा छुट्टै विज्ञहरूसँग करिब 8 जना जति विज्ञहरूको हामीले नामावली पनि आज चाहिँ यहाँ पास गऱ्यौँ। उहाँहरूलाई बोलाएर आगामी आर्थिक वर्ष 83-84 को बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई थप चाहिँ सुझाव दिने, निर्देशन दिने सन्दर्भमा उहाँहरूका पनि विज्ञहरूको पनि विचार लिने र उपसमितिहरूले पनि बजेट तर्जुमाका सन्दर्भमा रहेर र आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित रहेर थप 5 देखि 10 वटा बुदामा चाहिँ सुझावहरू पेश गर्नलाई अर्को बैठकको लागि हामीले उहाँहरूलाई निर्देशन पनि गऱ्यौँ।